आज चाहिँ भान्जीको बिहा थियो। अनि बिहामा चाहिँ अब अफिसबाट चाहिँ त्यही पार्टी प्यालेस हुँदै घर गयो। गाडी रोकेको त्यो देखेर छोरी कति रमाइरहेछ। भित्र गएर पनि लुकिएर मासु खाइरहेको छ। मैले ठ्याक्क भिडियो खिच्दै गएको थियो, ठ्याक्कै छोरीले देख्यो, लजाउँदै आयो अगाडि। त्यसपछि अब यो सरर खिच्यो, छोरी कहाँ गएछ भने त बाहिर हिँड्दाहरू छ गार्डन। पार्टी प्यालेसको उद्धपट्टि पनि बनाएर छ अहिले राम्रो। यो गोकर्ण पार्टी प्यालेस हो, शिवपुरी चोक। छोरी आयो बिस्तारै, भिडियो खिचेर देखेर होला। अनि त्यसपछि अब मासु खानु भनेर मासु ल्याइदियो 2 पिस। 1 पिस चाहिँ हातमा लिँदै भुइँमा झरेछ। अनि भुइँमा झरेपछि टिपिदिनु भन्यो। अनि भुइँमा झरेको खानुहुन्न छोरी भनेको रुयो। मजाले उसको हातको मासु झरेको भनेर अर्को पिस पनि छ। अनि त्यो खानुला छोरी, अनि अर्को ल्याइदिउँला भनेको। अनि रुयो, हुँदैन रे, त्यही टिपेर खानुपर्छ। रिसाएर यति नराम्रोसँग रुको होइन। अनि बल्ल बल्ल अनि अर्को ल्याइदिन्छु यो सिद्धि बच्चा है छोरी भनेपछि अनि खुसी भयो।